आज हाम्रो आज यो सम्बोटा लिपिको चाहिँ आज मेरो पाँचौं दिन हो। पाँचौं दिनमा हाम्रो राम्रोसँग पढाइ भएको चाहिँ 3 दिन भयो। यो पाँचौं दिनमा अब पहिलो दिन परिचय यताउता जोइन गर्दै म गयो। दोस्रो दिन हल्का पढाइ भयो गर्दै गर्दा आज तेस्रो अब आज चाहिँ पाँचौं दिन मङ्सिरको 5 गते आज 2082 सालको चाहिँ मङ्सिर 5 गतेसम्म चाहिँ सिकेको हाम्रो चाहिँ पाठहरू म सर पढेर मेरो युट्युब च्यानलमा राख्दैछु। नबिर्सिनको लागि आफूले बिर्सेमा यसैलाई पढेर फेरि पुनः ताजगीकरण गर्नलाई मैले यो राखेको छु र यो एउटा चिनारी पनि हुन्छ। ल मैले सुरु गरेँ। आज हामीले पढेको शब्दहरू गिगु स्याप्क्यु डेन्बु नारो है। यो 4वटा शब्द अब कहाँ लाग्छ त भन्दाखेरि यो काका किकीको बाराखरी जस्तै लाग्यो मलाई। यो पनि उकार एकार भने जस्तै रहेछ। यसरी हामी अब म पढ्दैछु जसलाई लाएर म अब क र क ख ग घ क ख ग घ क ख ग ङ म चाहिँ र चियामा चाहिँ लाएर पढ्दैछु। क गिगु कि क स्याप्क्यु कु क डेन्बु के क नारो को ख गिगु खि ख स्याप्क्यु खु ख डेन्बु खे ख नारो खो ग गिगु गी ग स्याप्क्यु गु ग डेन्बु गे ग नारो गो। अनि ङ गिगु ङी ङ स्याप्क्यु ङु ङ डेन्बु ङे ङ नारो ङो च्या गिगु ची च्या स्याप्क्यु चु च्या डेन्बु चे च्या नारो चो च्या नारो चो। हामीले पाँचौं दिनसम्म चाहिँ यो गिगु स्याप्क्यु डेन्बु र नारुको चाहिँ प्रयोग गर्ने तरिका त्यो शब्द बुझ्ने र त्यसलाई चाहिँ कसरी चाहिँ मिलाएर पढ्ने भन्ने कुरो यति पढ्यो आज। भोलि फेरि अर्को पाठ छ। आज फ्राइडे भएको कारणले हाम्रो थोरै पढ्यो। यति नै हाम्रो एकदम काफी छ। किनभने धेरै पढ्यो भने एकैचोटि पढ्यो भने बिर्सिन्छ। आज थोरै मिठो पढे। अब यो मेरो यो युट्युब च्यानलमा हाल्छु र अब सकेसम्म अरूलाई पनि पढ्न सिक्नलाई मद्दत होस्। अब यो मेरो शब्दहरू कहीँ गलत छ भने भोलि गुरुले पढाउनुहुन्छ फेरि भन्नुहुन्छ, त्यसलाई फेरि म चाहिँ त्यसलाई अनुसरण गरेर सच्याउने कोसिस गर्छु। धन्यवाद।